हेलो गुड आफ्टरनुन साथीभाइ हो है र तपाईँहरूलाई आज म फेरि एउटा भिडियोमा है नयाँ इन्ट्रेस्टिङ सामान देखाउँदैछु है। त्यो चाहिँ के हो भन्दा चाहिँ अहिले हाम्रो जाडो महिनामा है दामी एउटा वासिङ मेसिन आएको छ हाम्रोमा है। र हेर्नुहोस् ल, त्यो चाहिँ यही वासिङ मेसिन आएको है। यो तपाईँको 7.5 केजीमा पनि पाउनुहुन्छ, 8 केजीमा पनि पाउनुहुन्छ। यसमा चाहिँ के एडभान्टेज छ भन्दा चाहिँ नि यहाँ हेर्नुहोस् न, जाडो महिनामा हामीले हिटर यसमै तपाईँले तातो पानी पनि पाउनुहुन्छ र तातो पानीले पनि वासिङ मेसिनमा यसमा है तपाईँले लुगाहरू वास गर्नु सक्नुहुन्छ। त्यो चाहिँ कसरी भन्दा चाहिँ नि तपाईँले केही गर्नु पर्दैन, जस्ट प्लग इन गर्नुहोस्, पावर अन गरिदिनुहोस् र प्रोसेस गर्नुहोस्, हिटर अन गरिदिनुहोस्। यसले तपाईँलाई कतिको पानी तातो चाहिएको छ त्यही हिसाबले अटोमेटिक पानी तपाईँको तातो जेनेरेट गरेर दिन्छ। र त्यहाँदेखि चाहिँ यसले पानी तातो गरिसकेर चाहिँ अब हाम्रो लुगामा चाहिँ अब जाडो महिनामा चाहिँ के हुन्छ भन्दा कतिवटा दागहरू हुन्छ है, लुगामा लागेकोहरू, गाडिएको मैलाहरू हुन्छ है। त्यो मैलाहरू चाहिँ अब चिसो पानीले जाँदैन नि त। त्यही भएर चाहिँ अहिले चाहिँ नयाँ आएको छ यो हिटरवाला है वासिङ मेसिन। यसमा चाहिँ त्यो तातो पानीले चाहिँ तपाईँको मजाले वासहरू गरेर दिन्छ। र यसमा चाहिँ के एडभान्टेज छ भने नि यहाँ हेर्नुहोस् न, फिल्टर पनि दुईवटा छ। एउटा यो भइगयो र एउटा यहाँ छ, दुईवटा फिल्टर पनि दुईवटा दिएको छ। यो फिल्टरले चाहिँ के काम गर्छ भने नि तपाईँको त्यो लुगामा मैलाहरू जति हुन्छ सबै यसमा आएर बस्छ। यहाँ हेर्नुहोस् ल, यहाँ आएर बस्छ यो जालीमा तपाईँको डल्लै लुगा मैला यहाँ आएर आउँछ र लिन्चहरू जति पनि हुन्छ नि सबै यहाँ आएर बस्छ। र यसमा चाहिँ डबल दिएको कारण चाहिँ के भन्दा चाहिँ अब कतिवटामा सिङ्गल मात्रै हुन्छ नि, त्यो सिङ्गलहरूमा चाहिँ के हुन्छ भन्दा चाहिँ नि अब यो भरिन्छ, कोही बेला हामीले सफा गर्नु बिर्सिन्छौँ है, त्यति बेला चाहिँ यो डुवेलले चाहिँ निकै काम गर्छ। र यो चाहिँ यो ड्रम जुन चाहिँ छ, यो ड्रमलाई चाहिँ पिल्लो सेप ड्रम भन्छ। त्यो पिल्लो सेप चाहिँ किन भन्दा चाहिँ यो जुन चाहिँ बुट्टा 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 देख्नु हुँदैछ नि, यसले चाहिँ के काम गर्छ भन्दा चाहिँ यसलाई चाहिँ नाम चाहिँ अब दिएको छ पिल्लो सेप ड्रम भनेर। र यसले चाहिँ के काम गर्छ भन्दामा चाहिँ तपाईँको जुन चाहिँ हाम्रोमा कलरमा बौलामा जुन चाहिँ मैलाहरू गाडेको हुन्छ र हामीले त्यसले चाहिँ अब झुसहरूले मजाले अब हातले धुँदा त त्यसो गर्छ नि त। तर यो वासिङ मेसिनमा चाहिँ त्यो परेन। तपाईँले यो वासिङ मेसिनमा जुन चाहिँ यो बुट्टा 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 आएको छ नि, यसले गर्दा यसमै अब तपाईँको लागिन्छ, त्यो हातको बौलाहरूको मजाले यसमा दलिन्छ। त्यसरी चाहिँ तपाईँको यो मजाले सफा भइहाल्छ कलर बौलाहरू चाहिँ। र यसमा पनि तपाईँको एउटा एआई फङ्सन छ है, फुजी। यसमा चाहिँ त्यही मैले अघि भनिहालेँ, फर्स्टमा तपाईँले प्लग इन गर्नुहोस्, पावर अन गरिदिनुहोस्, प्ले गरिदिनुहोस्। यसले अटोमेटिक तपाईँको सबै वास ड्राई गरेर दिइहाल्छ। अरूमा चाहिँ के हुन्छ नर्मलवाला, अब नर्मल पनि त अटोमेटिकै हो वासिङ मेसिन भन्छ नि त हामीले होइन। तर त्यसमा चाहिँ के हुन्छ, हामीले प्लग इन गऱ्यो, पावर अन गऱ्यो, प्रोसेस गरेर हामीले प्रोग्राम सेट गर्नु पऱ्यो नि त। यो प्रोग्राम एभ्री प्रोग्राम अब हामीले कतिमा चलाउने, नर्मलमा चलाउने कि हार्डमा चलाउने कि तपाईँको सर्टमा स्पिनको केमा चलाउने, त्यो गर्नु पऱ्यो नि त, प्रोग्राम सेट गर्नु पऱ्यो नि त। र घरमा अब एजेड मान्छेहरू छ भने उहाँहरूलाई अब है यो प्यानल भएको यस्तो चलाउनु साह्रो पर्छ। र त्यसले गर्दा चाहिँ अहिले हार्डले चाहिँ यो नयाँ निकालेको छ। तपाईँले प्लग इन गरिदिनुहोस्, पावर अन गरिदिनुहोस्, प्रोसेस गरिदिनुहोस्, अटोमेटिक यसले तपाईँको ड्राई एन्ड वास गरेर दिन्छ। र यसको डिटर्जेन्टको ठाउँ पनि यहाँ छ, यहाँ डिटर्जेन्ट हाल्नु सक्नुहुन्छ तपाईँले, लिक्विड पनि चलाउनु सक्नुहुन्छ र नर्मल डिटर्जेन्ट पनि चलाउनु सक्नुहुन्छ यसमा है। हेर्नुहोस् न, यो फेरि हाइड्रोलिक हो, तपाईँको आफै झर्छ, यो ड्याम यसरी बन्द हुँदैन हो। यो चाहिँ तपाईँले छोडिदिनु भने यो अटोमेटिक बिस्तारो झर्छ। र यसमा तपाईँको यो 5 स्टार आउँछ है रेटिङ पनि। र यसमा पानी पनि एकदम कम्ती, 15.81 पर साइकल भन्यो भने तपाईँको 60 लिटरमा त तपाईँको यसले टप लोड, जस्तो अरूहरूले 80 देखि 90 लिटरमा लाग्दैछ नि, यसमा 60 लिटरमा तपाईँको ड्राई एन्ड वास पनि हुन्छ। प्लस यसमा अझै एडभान्टेज के छ भने तपाईँको 5 इयर्स डल्लै वासिङ मेसिनको वारेन्टी पाउनुहुन्छ। त्यो चाहिँ कुनै कम्पनीले अहिलेसम्म आएको छैन है। 5 इयर्स, टोटली 5 इयर्स पाउनुहुन्छ यसमा चाहिँ तपाईँले वारेन्टी।